दिनको सुरुवात हुन्छ आइतबारे पूजा गरेर भालेले मान्यो रातो भालेले मानिसकेपछि अब पोथीको पालो पोथीले पनि ल फाइनली मान्यो है पोथीले नि मानिसकेपछि हामी चाहिँ आज आइतबारे पूजा गर्न मामा घरबाट हामी जङ्गलतिर जाँदैछौँ साथीहरू यो चाहिँ हाम्रो वर्षमा एकचोटि सधैँ गरिने पूजा हो आइतबारे पूजा तपाईहरूले पनि गर्नुहुन्छ होला अगाडि नानीहरू दौडिसकेको छ भने यहाँ पछाडि पछाडि म चाहिँ भाले च्यापेर हिँडिरहेको छु भन्दा मेरो पछाडि पनि एउटा बाबु पोथी च्याप्दै आइरहेको छ है घरबाट उता जङ्गलमा पूजा गर्ने भएको कारणले गर्दाखेरि खोला तरेर हामी जानुपर्छ खोला त पुरै पानी सुकेछ है अनि बाबुलाई के भयो बाबु भनेर सोधेको त मेरो पोथीले त पानी तिर्खा लागेर पानी खुवाएर लिएर आएको भन्छ बाबुले त है पानी खुवाएर लिएर आएको भन्यो त्यसपछि अब हामीले अगाडि बढ्यौँ खोला र एउटा कुलो तरिसकेपछि हामीले पूजा गर्ने ठाउँको जङ्गलमा आइपुग्यौँ अझले मजाले पूजा गर्नुभयो आइतबारे हामी चाहिँ यतापट्टि आगो फुकेर प्रसादहरू बनाउने रेडी गर्दैछौँ त्यसपछि बाबु चाहिँ कता गयो नानी त हराइसकेछ फेरि नानीलाई मैले खोजेर लिएर आइसकेँ यता आऊ भनेर त्यसपछि पूजाहरू सबै सक्नुभयो अझले पूजा गरिसकेपछि हामीले चाहिँ टिका टालोहरू सबै सक्यौँ टिका लगायौँ सबैले त्यसपछि अझले टिका लगाइदिनु भयो त्यसपछि अब हामीले प्रसाद पकाएर भाग लगाउने कार्यक्रम अगाडि बढाउँ भनेर माइजूले चाहिँ सबै थोकलाई मिलाएर मजाले उहीँ पकाएर प्रसाद मिलाउनु भयो प्रसाद मिलाइसकेपछि अब सम्पूर्णले आफ्नो भाग प्रसाद खानै पर्ने हुन्छ है यो पूजामा चाहिँ भने चाहिँ हामीले सबैले प्रसादहरू त्यहाँ बाँडेर मिलिजुली सबैले प्रसाद खाइयो अब पूजा नि गरियो प्रसाद नि खाइयो अब हामी भनेको अगाडि बढ्नुपर्छ घर जानलाई त्यसपछि फेरि हामी जङ्गलबाट घर गयौँ र फेरि जङ्गलमा घर गइसकेपछि अब हामीले लिएर गएको भाले र पोथीलाई मजाले त्यसलाई भुत्ला फालेर यसको मजाले टुक्रा बनाएर पर भुटेर त्यसपछि प्रसादको रूपमा हामी सबैजना परिवार मिलेर आजको आइतबारे पूजा यो वर्षको पूजा मजाले रमाइलो गरेर मनायौँ साथीहरू तपाईहरूले पनि कतिले आइतबार पूजा गर्नुहुन्छ साथीहरू होला पक्कै पनि हो मजाले आफ्नो प्रसाद खाइसकेपछि अब अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन्छु भाइ।